भनेको कुरा चाहिँ के कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र लाइक फलो गर्न नबिर्नुहोला। खबर प्लस नेपाललाई 6 महिनाभित्र यकिन गर्नेछौँ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौँ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौँ। मुगुको ताल्चा र दाङको टरी गाउँ विमानस्थल स्तरोन्नति गर्नेछौँ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु 7 अर्ब 34 करोड र नागरिक उड्डयन क्षेत्रका लागि रु 2 अर्ब 93 करोड विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौँ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौँ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र